आज यो देशलाई केही पर्दाखेरि ल भन्नुस्, सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईहरु सबैजनालाई बचाउनको लागि। यो देश बाँच्छ भने मैले सुनिरहेको छु 24 गते सुन्दा 8-9 महिनामा 24 गते बच्चा मरेको छ। तपाईहरुलाई 24 गतेको पीर। नेपाल प्रहरी ट्राफिक प्रहरी जसरी पहिला नेताको मात्र रक्षा गर्नलाई आज हिजो राति तपाई हेर्नु होला, त्यहाँ रातभरि नेपाल प्रहरी ट्राफिक प्रहरीहरु बाटोभरि उभिएर बसेका थियो। उहाँहरु भिभिआइपी सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईहरु मलाई भन्नुस्, त्यो सानो नानीको लास माथि राजनीति गर्ने को हो त्यतिखेर? घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो। गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभा, मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। जानी नजानी अन्जानमा होस्, आफूले सक्ने नसक्ने हामीले गरेर हातमा पानी राखेर यसरी गर्दै बिस्तारै हिँड्दै हामी यहाँसम्म आएको। पोखलाकी देश दुर्घटनामा जाला कि भनेर त्यसलाई तपाईँले स्टन्टबाजी भनेर भन्नुहुन्छ। हामीलाई थाहा छ हाम्रो पीडा हामीले कसरी यो फेस पार गर्यौँ भनेर। हामीलाई मात्र थाहा छ त्यो पीडा।